साँच्चीकै हात छ। यस्तो काम गर्नेको हात र नगर्नेको हात छुट्टिहाल्छ नि त। राम्रो छ, ठिक छ। यो 10 दिनको दिनमा गरेको होला। यो 12-13 दिनको दिनमा, यो चाहिँ 15 दिनको दिनमा। यो पिक्चर आफै बोल्छ। हातै कति राम्रो हो। स्टुडेन्टको नेल आर्टको 15 दिनको दिनमा बल्ल यतिको नेल आर्ट गर्न सक्यो। अब यो नेल आर्ट के नेल आर्ट हो भन त नानी? जेल नेल आर्टमा अनि आर्ट चाहिँ केले गरेको? ब्लुमिङ आर्ट गरेको। 3 घन्टा लाएर भने पनि एउटा हातमा 2-2 घन्टा लाएर गरेछ। ठिकै छ। अब बिस्तारै प्र्याक्टिस गऱ्यो भने हुन्छ। 15 दिनको दिनमा यतिको गर्नु भनेको त धेरै राम्रो हो। थ्याङ्क यू। साँच्चीकै हात छ। यस्तो काम गर्नेको हात र नगर्नेको हात छुट्टिहाल्छ नि त। राम्रो छ, ठिक छ। यो 10 दिनको दिनमा गरेको होला। यो 12-13 दिनको दिनमा, यो चाहिँ 15 दिनको दिनमा। यो पिक्चर आफै बोल्छ। हातै कति राम्रो हो। स्टुडेन्टको नेल आर्टको 15 दिनको दिनमा बल्ल यतिको नेल आर्ट गर्न सक्यो। अब यो नेल आर्ट के नेल आर्ट हो भन त नानी? जेल नेल आर्टमा अनि आर्ट चाहिँ केले गरेको? ब्लुमिङ आर्ट गरेको। 3 घन्टा लाएर भने पनि एउटा हातमा 2-2 घन्टा लाएर गरेछ। ठिकै छ। अब बिस्तारै प्र्याक्टिस गऱ्यो भने हुन्छ। 15 दिनको दिनमा यतिको गर्नु भनेको त धेरै राम्रो हो। थ्याङ्क यू।